मलाई चाहिँ आगोमा हाल्न आउँछ रोटी। अनि रोटीको यस्तै भएको छ के यस्तो यस्तो यो लाग्यो साथीहरू परेला यस्तो घाममा चिसो छ्याङ। हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते सबैजनालाई स्वागत छ मेरो डे ब्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ भन्दै आशाको साथ म चाहिँ भिडियो स्टार्ट गर्दैछु। अनि मैले चाहिँ सबै काम गरेर भ्याएँ, झाडु पोछा लगाएर भ्याइसकेँ। अनि म चाहिँ तरकारीको लागि मसला बनाउँदैछु। म चाहिँ यो साग पखाल्न जाँदैछु दारामा। मलाई चाहिँ आगोमा हाल्न आउँछ रोटी। अनि आधी जति रोटी चाहिँ नास्तामा दिएँ सासू र देवरलाई। अनि यो चाहिँ बचेको। अनि मैले पनि नास्ता खानै बाँकी छ। मलाई चाहिँ ग्यासमा बनाउन आउँदैन रोटी, मैले चाहिँ आगोमा बनाएको। त्यसैले म चाहिँ सबै काम भ्याएर कोठामा आइसकेँ। अनि कोठामा आएर अलिकति मेकअप गर्न त मलाई आउँदैन। अनि त्यसपछि मैले उसमा मुखमा हल्का लिपस्टिक अनि त्यसपछि कालो टिका मात्रै लगाएको छु। मलाई अरू पनि बनाउन जान्दैन क्या। अनि के बोल्ने भनेर पनि बोल्न पनि सक्दैन। जुन बोल्ने चिज चाहिँ त्यो बोल्नै सक्दैन कि जिब्रो लटपटिहाल्छ। अनि पहिलोचोटि पनि बनाएको। अनि त्यस्तो नलेज पनि छैन, कसरी बोल्ने, के गर्ने, के देखाउने भन्ने पनि थाहा छैन। अब पछि गर्दै गर्दै बिस्तारै पनि थाहा पाइहाल्छु। अनि मैले सबै काम भ्याएर कोठामा आइसकेँ। अब दिउँसोको खाना चाहिँ म पछि बनाउँछु। म चाहिँ घरमा एक्लै नै छु अहिले चाहिँ। बाबुहरू चाहिँ स्कुल जानु भइसक्यो पढ्न। अनि अब चाहिँ दिन कटाउन गाह्रो होला जस्तो छ। अब सोचिरहेको छु अब क्लासहरू जोइन गर्ने भनेर। अनि अब त इक्जाम पनि भ्यायो। अब यत्तिकै घर बसिराख्नुभन्दा त अब के गर्ने भनेर नै अब क्लासहरू जोइन गर्नु पर्ला। अब चाहिँ बसिराख्न पनि झ्याउ लाग्छ। अनि अब इक्जाम पनि भ्यायो 12को, अस्ति नै भ्याइएको। अब रिजल्ट चाहिँ 45 दिनमा आउँछ भन्ने चाहिँ सुनेको मैले पनि। अब चाहिँ कति बज्यो अनि खाना बनाउनु पर्यो। यस्तो झ्याउ लाग्छ कि घरमा बस्न। अब साथीहरू पनि कोही पनि हुनुहुन्न, अब दिदीहरू त हुनुहुन्छ। अनि झ्याउ लागेपछि चाहिँ दिदीहरूसँग बस्न जान्छु म। नत्र त सुत्दिन्छु दिनभरि। के गर्नु के अब घरमा अब केही पनि छैन। अनि खाना खायो, घर सफा गऱ्यो, बस त्यति नै हो काम। अनि अब चाहिँ खाना बनाउने टाइम हुन लाग्यो। अब चाहिँ म खाना पनि बनाउँछु। है भर्खर नास्ता खाएको। अनि त्यसैले चाहिँ मैले खाना बनाएको छैन अहिलेसम्म। नत्र त मेरो खाना पाकिसक्थ्यो गाइस। अनि आजभोलि चाहिँ अब नास्ता बनाउँछु कि। अनि त्यसैले चाहिँ अनि खाना चाहिँ मैले ढिलो नै बनाउँछु। यहाँ घरको प्याज देखाउँछु है। के भएको होला प्याज, यसपालिको प्याज सबैको यस्तै भएको छ के यस्तो यस्तो यो सानो यसपालिको बिउ के भयो सबै। हाम्रो मात्रै होइन कि सबैको। झन् मैले तपाईँहरूलाई झन् माइतको प्याज देखाएको थिएँ। झन् यस्तो हाँसो लाग्दो थियो कि माइतको प्याज त झन् यसपालि प्याज के भयो हाम्रो मात्रै होइन सबैको सानो नै भयो। अनि त्यो प्याज के भयो सबैको के सानो। अब यसको सदुपयोग त गर्नु पर्यो। अब यसको सदुपयोग चाहिँ बिस्तारै गर्ने हो। कस्तो लाग्यो साथीहरू परेला आमामा, कतिजना छन् कि। अनि हेर्नु न साथीहरू, यो करेला चाहिँ कहाँबाट यत्रो गएला कि। अनि आज चाहिँ म यही पकाउने हो कि दाल भात अनि करेलाको अनि सुक्खा तरकारी बनाउँछु आज चाहिँ। यत्तिको चाहिँ हुनुपर्छ गाइज। यस्तो घाममा चिसो छ्याङ दह्रो पार्टी आज। म चाहिँ भाँडाकुँडा चाहिँ बल्ल अहिले स्याहार्दैछु। अनि म चाहिँ कति बजी कति बजीतिर चाहिँ म उता गएको थिएँ ठुलो मम्मी घर दिदीसँग। अनि अहिले आएर चाहिँ भाँडाकुँडा स्याहार्दैछु। अनि हामी चाहिँ आज दुईजनाले मात्रै खाना खायौँ। अनि खाना बचेको थियो। अनि त्यसैले चाहिँ अनि साँझको लागि खाना भनेर मैले चाहिँ यस्तै यहाँ बाटामा पानी राखेर अनि यसमा भात छ अनि यसमा चाहिँ तरकारी छ है।
अनि यसरी राख्यो भने चाहिँ कमिलाहरू चाहिँ लाग्दैन भनेर चाहिँ मैले यसरी राखेको। नत्र अग्नि हेर्छु भने यस्तो कमिला लागेको थियो कि वरिपरि। अनि मैले चाहिँ यहाँ पानीमा राखेको छु कमिला लाग्दैन भनेर। अनि ग्यास चाहिँ अहिले भर्खरै पोस्दैछु। चुलो सफा गरेन भने चाहिँ यस्तो फोहोर भएको थियो। अनि मैले एकछिन त्यो बोलाउनु भएको थियो अनि एकछिन गएँ। अनि बस्दा बस्दा गफ गरियो, रमाइलो भयो, कुराकानी गऱ्यौँ के अरे। अनि भुलिगेँ। अनि अहिले आएर चाहिँ म ग्यास सफा गर्दैछु। अनि खाना चाहिँ यसरी यहाँ पानीमा राखेँ। अब त उसमा त्यही दाल मात्रै बनाउनु पर्ला साँझको लागि, नत्र भात अनि उता बचेकै छ। अब चाहिँ म भाँडा माझ्नु पर्छ। चाहिँ एउटा देखाउन चाहिँ हेर्नु है, यो चाहिँ यो दराजको पलङ हो यो चाहिँ। अनि अस्ति न चाहिँ मैले के भने यसमा बत्ती जोडिदिने, अनि अब बत्ती जोड्नु पर्यो भने अनि अब पछि जोड्ने भन्नुभयो। अनि एकचोटि हेर्छु कहाँबाट जोड्दो रहेछ भन्नुभयो। अनि मैले के भने सिसाबाट हेर्नु, सिसा खोलेर बिचको सिसा यो छ नि, यो बिचको सिसा खोलेर हेर्नु भनेको होइन। माथिबाट भन्न लाग्नु बुढाले, हो त नि म भन्दा नि अब बुझेको मान्छे भनेर चाहिँ मैले हेर्न त पठाएँ। यसरी तान्दाखेरि चाहिँ यो निस्क्यो। अनि निस्किसकेपछि चाहिँ अस्ति न मैले दराज खोल्दाखेरि यो खस्यो के। अनि खसिसकेपछि चाहिँ अनि मैले यो पोल थियो, यो तिनवटा त्यो लाइनमा पोल छ। अनि पोलमा चाहिँ अनि मैले यसरी जोडेँ। अनि त्यही 2 दिनसम्म त अड्क्यो। अनि आज दराज खोल्दाखेरि चाहिँ आज निस्किगयो। अब यसको बन्दोबस्त चाहिँ अहिले बाबुलाई बोलाएर चाहिँ बनाउन पठाउनु पर्ला। के गर्नु गाइस, 1 वर्ष भयो यो दराज किनेको। के बत्ती बाल्ने भनेर हेर्न पठाएको त यस्तो भएको। अब चाहिँ खला बराल्ने टाइम हुन लागेको। हिजो चाहिँ हावा चलेको थिएन। अनि 4 बजे नै मैले झाडु लगाइसकेको थिएँ कि बाहिरको यता पछाडितिरको, अगाडि पछाडि। अनि आज चाहिँ हावा अलिअलि चलेको छ त्यही माथि। के गरौँ भइरहेको छ कि। त्यस्तो फोहोर त पछाडि त्यस्तो फोहोर त छैन, अगाडि चाहिँ त्यो फुलको पातहरू चाहिँ झर्छ। अनि यसो झाडु लगाऊँ भनेको हावा चलिरहेछ। झन् एकातिर बटुल्यो, झन् एकातिर जान्छ। के गरौँ भइरहेको छ। फेरि आज बढालेन भने अगाडिको त त्यस्तै त हो, पछाडिको चाहिँ सफा भइहाल्छ। भोलि बिहान चाहिँ बढाल्नु पर्दैन। आज पछाडिको बढाल्यो भने भोलि बिहान चाहिँ पर्दैन, तर अगाडिको चाहिँ बढाल्नै पर्छ। नत्र त यस्तो पात झरेको छ कि, फुलको पातहरू झर्छ कि। अनि त्यसमा झन् बगेना रोपेको, बगेनाको रुख फुल्दैछ। अनि त्यसको पात हाउरी चलेपछि त अलरेडी नै खसिहाल्छ। अनि लेट्स गो। अब म चाहिँ नुहाएर सबै काम भ्याएर, सबै मतलब कि मैले मात्रै खाना खाएँ। अनि बाबु र सासूले चाहिँ खाना खानुभएको छैन अहिलेसम्म। म चाहिँ अलि मतलब धेरै बेरसम्म भोकै बस्दैन। अनि त्यसरी धेरै बेरसम्म भोकै बस्यो भने चाहिँ मेरो पेट दुख्न सुरु हुन्छ। अनि त्यसरी चाहिँ म बरु थोरै खान्छु, तर बेला बेलामा खाइराख्छु कि। अनि त्यसरी चाहिँ मैले चाहिँ खाना खाएँ, पेट दुख्ला जस्तो भयो पुरै। अनि अहिलेसम्म कोही पनि आउनु भएन। अनि त्यसरी मैले खाना खाएँ। खाना खाएर नुहाइधुवाइ गरेँ। यस्तो गर्मी भएको थियो कि, गर्मी यस्तो भइरहेको थियो। म फेरि गर्मी लास्टै मान्छु कि। अनि त्यसपछि मैले चाहिँ खाना खाएर नुहाइधुवाइ गरेर बसिसकेँ। म त के बोलौँ भयो कि। आजलाई भन्दै मेरो भिडियो अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद। अनि लाइक कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। बाइ बाइ।